गाइज वेलकम ब्याक टु द न्यू ब्लग। सो गाइज ब्लगमा स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ। म एकदम सन्चै छु। आज हामी केटाहरू मिलेर चाहिँ फुटसल हान्न जान हामी हाम्रो विश्व म बोल्न छाडिसकेको भिडियोमा हामी चाहिँ अब यहाँ भिडियोमा धेरै बकबक गर्नुहुन्न कि आफ्नो लाइफलाई साधारण बनाएर हिँड्नुपर्छ। अनि हामी चाहिँ अब यहाँबाट यो ज्ञानज्योति बाटो हिँड्दै हामी यहाँ फुटसल जान हामी फुटसल जान आज फुटसल खेल्न हाम्रो चौमिन दाइसिन हाम्रो खाद्रीका पनि आँखा हुन्छ। पहिला अब उहाँहरू भेट्छौँ हामीले होइन टक्क लाएर। आज पनि हामी तुलसीपुर नै छौँ यो माथि मेन रोड यता टक्क लाएर। अनि हामी चाहिँ अब यहाँ पुरै अब हामी उहाँ गएर फुटसल गएर भेट्छौँ। त्यही नै हो केटा। हामी चाहिँ अब यहाँ फुटसल आइसक्यौँ। यो हाम्रो साथी यहाँ फुटसल हाल्न खै हाल्दैन यता म यता त्यही नै हो गाइज। हामी चाहिँ अब यहाँ सबै हामी फुटसल सुसल खेलेर चाहिँ हामी किन बस्ने मिल्दैन र हामी चाहिँ यहाँ आइसकेको छौँ तुलसीपुर बजारमा। हाम्रो दाइ अनि साथी हाम्रो दाइको क्लब चाहिँ बन्द भइसक्यो थन्डर क्लब चाहिँ। अनि त्यही भएर दाइले चाहिँ कोठा साइड सक्नु भएको छ होइन। अनि त्यही भएर भोलि हाम्रो गेम छ। भोलि पनि अर्को भिडियो आउँछ। यो आज आउँछ यो भिडियो चाहिँ टिकटकमा पनि हेरिदिनु ल, माया देखाउनु ल। टिकटकमा खतरा रिस्पोन्स आएको छ मेरो चाहिँ खतरावाला सपोर्ट गर्नु पर्यो होइन। यी पुन साथी हेलो गाइस के छ कस्तो लाग्यो आज फुटसल मिठो के। अनि हामी चाहिँ अब यो तुलसीपुर बजार हिँड्दा छौँ होइन। के भन्छ आज चाहिँ कस्तो मजा आइरहेको नि यहाँ आज। अनि यो भ्यू हेर्न सक्नुहुन्छ यहाँ तुलसीपुरको यस्तो मजाको छ। आज चाहिँ हामी अब यहाँबाट अब हामी घर जान 3 बजिसक्यो। यो फुटसल खेलेर दाइको कोठामा गएर चाहिँ हामी अब यहाँबाट फर्किन आइसक्यौँ घर। त्यही हो तुलसीपुर बजारको माहौल यही हो। एकैचोटि म बिजौरी गरेर तपाईँहरूलाई भेट्छु। त्यही नै हो केटा। हामी चाहिँ अब यहाँ टक्क लाएर होइन हामी चाहिँ अब यहाँ टाइम धनखन्ने सिधै तुलसीपुरदेखि दाइको रुमदेखि। अनि हामी चाहिँ अब यतातिर छौँ। यतातिर हेर्नुहोस् पछाडि मेरो पछाडि एकदम बबाल भ्यू छ होइन। यो यहाँ यो घुम्न आउनु होला। यो एकदम बबाल ठाउँ हो यतातिर यो धनखन्ने भन्ने। यतातिर घाम यस्तो खतरा देखिया। अनि यतातिर दोकानहरू पनि छ। यतातिर अम्रेको रुख भयो 2टा। अनि यो केसको रुख थाहा भएन। अनि यहाँ बोटिङ गर्नको लागि बोटिङ भन्छ पर त्यहाँ। अनि त्यही भएर आउनु होला होइन। यहाँ टक्क भिजिट गर्नु होला सबजना। राम्रो छ ठाउँ एकदम घुम्नको लागि। डेटिङ त झन् कुरै नहुने। डेटिङ त खतरा पारी बन्छ जहाँ यस्तो खतरा हुन्छ। डेटिङ स्पोट हो यो चाहिँ। कस्तो फना भन्दा अनि हामी चाहिँ टक्क अब यहाँ फोटोसोटो खिच्छौँ। अनि हामी यहाँबाट चल्दिस बादल हेर्नु न यस्तो बाल देखाएको अनि यहाँ यो होटेलहरू भयो कटेज। अनि हामी चाहिँ अब यहाँबाट पारी त्यो बर्बीबलमा जान्छौँ। अनि टक्क फोटोसोटो खिच्छौँ खतरावाला। अनि त्यही भेट्छौँ है हामी। त्यही नै हो केटा। हामी चाहिँ अब यहाँ